घाम चाहिँ यस्तो आइरहेछ। हेलो साथीहरू, हेर्नु होला है आजको हाम्रो बिहानी पखको मौसम चाहिँ यस्तो राम्रो छ कि घाम लागिरहेछ। टक्क लाएर हेर्नु होला र वेलकम पनि छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। हेर्नु होला सर यस्तो यस्तो छ है गाउँघर चाहिँ। टक्क लाएर यता माथि यस्तो छ। टन्नै लागिरहेको अवस्थामा हाम्रो पपी चाहिँ यहाँ फेरि जाडोले गजक्कै परेछ है। खोइ हेरौँ। ओहो अलिक घामले गर्दा यस्तो आयो। अलिक राम्रो नआउँदो रहेछ। यता चाहिँ यस्तो छ, हेर्दै गर्नु होला आजको मौसम। घाम लागेर जाडो छ, चिसो 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 चल्या छ सिरेटो भन्नु चाहिँ पर्दैन, आफै चल्छ। यस टिल्ला घाम लागिरहेछ। म चाहिँ यसो बिहान गाउँ डुल्नु जाँदैछु। हेर्नुहोस् अब हाम्रो सिन्धुपाल्चोक जिल्ला गाउँ यस्तो छ। माथि माथि यस्तो छ, पुरै गाउँ भिजिट। यहाँ हाम्रो बाख्राखोर गाउँ भिजिट। हेलो आङ्गी, के गर्दै हुनुहुन्छ? हो र चिया चिया चाहिँ खाइयो भन्नुपर्छ। चिया चाहिँ खाइयो चाहिँ होइन, भर्खर यहाँ बडार कुडार सकेर यता आएको। यस्तो छ है गाउँघर। हेर्नुहोस्, अघिको उतापट्टिको पाटा, अहिले यताको पाटा। साङ्गे के गर्दैछ त्यहाँनिर? साङ्गे बल खेल्दै रहेछ। भिडियो बनाउनुपर्छ नि यहाँनिर। यहाँ पुरै गाउँ भ्रमण गराइदिएको आज चाहिँ मैले होइन। तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ अरे त्यहाँनिर? तातो पानी खाँदै हुनुहुँदो रहेछ। कालो न कालो, यस्तो अँधेरोमा दाँत मात्रै हल्का देखिँदो रहेछ यहाँ। यहाँ चाहिँ म पस्दैछु दावाको घरमा। वा कति राम्रो आउँदो रहेछ यहाँको। चिया खानलाई आउँदैछु म दावाको घरमा। बल खेल्दैछ यहाँ रहेछ। मान्छेको छोराछोरीहरू जाडोले आउँ कति राम्रो हाँसेको है। कस्तो राम्रो फुल फुलिआएको। तिहार गइसकिसक्यो, तिहार गएर राम्रो फुल फुलेछ यहाँ त। मकै छोडाउँदै हुनुहुन्छ? ल ठिक छ त। खै आसु कता जानुभयो? आसु के गर्दै हुनुहुन्छ? हाल खबर एकदम ठिक छ मेरो। तपाईँको के छ? खिच्नु चाहिँ हुँदैन है यहाँ। तरुनी बनाएछ अरे। नागाला कोला, नागाला हवा अरे। नागाला कोला।
यो चाहिँ उयसको लागि हो है गाइजहरू, के अरे गलैँचा। सिन्धुपाल्चोकको गलैँचा बुन्ने तरिका यस्तो अरे। फोटो खिचेको हो, केही हुँदैन यहाँ फोटो खिच्दा। यहाँ फोटो खिचेर भाइरल भयो भने भरै यस्तो छ आँसुको घर किचन। टक्क लाएर ढेँडोहरू पकाएर कराईहरू धोएको छैन। गाइजहरू हामी चाहिँ लाग्यौँ अब यता ओह्रालो तल जानुपर्ने। यस्तो आमाहरूको भिडियो बनाइदिएको, फोटो नखिच अरे मलाई। यस्तो ओह्रालो बाटो छ। किन गाउँ डुल्ने मान्छेले पैसा बोकेर हिँड्छ, बजार जानेर पैसा बोक्छ त। मेमे चाहिँ यहाँनिर गर्दै हुनुहुन्छ। यस्तै छ है गाउँघर चाहिँ। ल भैँसी पनि छ है गाइजहरू। यहाँ टक्क लाएर घरमा आइपुगिसकियो। मासु ल्याएर घरमा आइयो। अब पकाउने काम, खाने काम गर्ने हो। खाना पकाएर देखाउँछु अब चाहिँ। देखि सुन्न यार।